Hello guys, Darsa, Namaste, Jojolopa, welcome back to my channel guys. I am Nitya Shrestha अनि guys हजुरहरू सन्चै हुनुहुन्छ? आयो हजुरहरू सन्चै हुनुहुन्छ होला म नि एकदम ठिक छु guys. अनि guys सब्स्क्राइब गरिदिनु होला है च्यानल. हामी जहिले हजुरहरूलाई मजादार भ्लग लिएर आएको छु. सब्स्क्राइब गरिदिनु होला मलाई. अनि गाइस म चाहिँ हाम्रो चाहिँ स्कुल एक्जाम सक्यो. अब चाहिँ म क्लास 5 मा जाने. अनि क्लास 5 पछि 6 मा गएपछि म पनि ठुलो सिनियर हुन्छु. अनि मेरो एक्जाम सिद्धियो गाइस. एक्जाम सिद्धेपछि फुर्सदको बेला छुट्टी हुँदा हामी कहाँ जानु लागेको होला त गाइस सोच्नुस् है. हामी हजुरलाई देखाउँछौँ हामी कहाँ जानु लागेको. अनि गाइस हेलो एभ्रिवान, गुड मर्निङ. म रेडी भइसकेँ. म राम्री भइसकेँ त कहाँ जानु लागेको तपाईँहरूलाई थाहा छ कहाँ जानु लागेको? हेलो आजको मौसम चाहिँ एकदमै सुहाना, एकदमै राम्रो, एकदमै घाम लागेको छ. चमक्कको साथमा घाम लागिरहेछ. म नुहाइ गरेर चिटिक्क परेर चाहिँ नि हिँड्नु लागेँ है. अब नानीको एक्जाम सके सँगसँगै नानीको पनि छुट्टी, नानीको आमाको पनि छुट्टी. कहाँ जानु लागेको होला त हामी? गेस गर्नुहोस् त हामी कहाँ जानु लागेको? साथीहरू हामी चाहिँ आइपुगिसक्यौँ विराटनगर एयरपोर्टमा है. हामी भित्र छिरिसक्यौँ. अनि हामीलाई चाहिँ काठमाडौँबाट प्लेन उडिसकेको जानकारी भएको छ होइन. हामी त्यही अब भन्नु त भने हामी चाहिँ आज जाँदैछौँ काठमाडौँ मम्मी छोरी है. नानीको स्कुल छुट्टी भएपछि चाहिँ मामालाई जाँदैछ, म माइती जाँदैछु साथीहरू. हामी चाहिँ आइपुग्यौँ विराटनगर एयरपोर्ट. मेरो छोरी अगाडि हिँड्दैछ. मलाई छोरीले कराउँदैछ छिटो आउनु भन्दैछ. छोरी सानो आइ हामी चाहिँ प्लेनभित्र पनि चढिसक्यौँ. प्लेन रोक्नै लागेको छ है. यसपालि मात्रै हो ठ्याक्क टाइममा ट्रेनको बाह्र चालिसको फ्लाइट ठ्याक्क टाइममै भयो. आज चाहिँ योपालि भन्दै टाइममा भयो. मेरो छोरी यहाँ धमाधम चपाउने काम हुँदैछ. फर्स्ट टाइम होला हाम्रो चाहिँ प्लेन टाइममा आउँदिएको. तर टाइममा आउँदैन के गर्नु. काठमाडौँमा मौसम खराबी भएको कारणले फेरि फिर्ताएर हामीलाई फेरि विराटनगरै आइपुग्यौँ. काठमाडौँ पुगेर यस्तो छ पहिल्यै टाइममा काठमाडौँमा पुग्नु भयो.